नि गाइज आजको मिनी ब्लगमा सबैजनासँग एउटा कुरा राख्न त्यही भएर मिनी ब्लग लास्टसम्म हेर्नु होला। लास्टमा भन्छु मैले मिनी ब्लगको सुरुवात भइरहेको छ रे। आज विश्वकर्मा पूजा थियो त्यही भएर नयाँ बाइकमा मेरो मम्मीले पूजा गर्दै हुनुहुन्छ। म चाहिँ पूजा पाठ गर्दैन किन मेरो अझै धेरै इच्छा आकांक्षा पूरा भएन। जुन पूरा भएपछि बल्ल विश्वकर्मा पूजा गर्छु भने थिएँ। मागेर होइन मेहनतले पूरा गर्छु बल्ल पूजा गर्छु। असल लागेको थियो हाम्रो साइडको भाइले आफ्नो साइकल चम्काएर पूजा पाठ गरिरहेको थियो। आज विश्वकर्मा स्पेशल पूजा मेरो पसलमा चाहिँ मेरो कान्छो भाइले पूजा गरिदियो। मम्मीसँग भिडियो कलमा सिक्दै गरिदिरहेको थियो। जे सामान माग्यो सबै ल्याएर दिए। त्यसपछि म लागे टी सर्ट प्रिन्ट गरेर थियो जुन प्रिन्ट गरेर आऊ मिनी ब्लगमा नदेखाउनु होला भन्नु भएको थियो त्यही भएर देखाएन। तर यस्तो राम्रो टी सर्टको डिजाइन प्रिन्ट भएको थियो आज त। अनि एकजना बहिनी टिकटकबाट हाम्रो भिडियो हेरेर एउटा फ्रेम बनाउन थिइन् जुनलाई यति राम्रो फ्रेम बनाएर हामीले दिएर पठायौँ। जुन खुसी हुँदै लिएर पनि गयो। त्यसपछि म खाना प्लस यो एउटा ब्यानर चप्काउन गयो जुन चप्काइरहु होटलको ब्यानर थियो। जुन चप्किसकेपछि कुछ यसरी देखिरह कस्तो भयो कमेन्ट गरेर भन्नुलाई देख्दा खान मन लाग्छ कि न। त्यही चप्काई भ्याइ पसल आएको त हाम्रो बहिनीहरू आथे जुन दशैंको अफर छैन सोधिरहेको थिए। जुन अब के अफर दिन पर्छ प्लस केही फोटोहरू बनाउन आथे जुन बनाएर लिएर गयो प्र्याक्टिकलको। हाम्रा पसलका थोरै अगाडिका भाइहरू क्लबका भाइहरूले यो ब्यानर बनाउँदै थिए जुन बनाइदिए मैले यसरी जुन लिन पनि आइहाले बहिनीहरू जुन लिएर पनि गइहाले। त्यसपछि अर्को हाम्रोतिरको चर्चित युथ क्लब ग्यालेक्सी युथ क्लबबाट हामीलाई यो फोटो फ्रेम बनाउने अर्डर आएको थियो जुन हामीले यस्तो मिठो राम्रो बनाइदिए हम जहिले नि केही पर्दा हामीले सम्झिन्छन् जुन हामीले बेस्ट आफ्नो गर्छौँ। त्यसपछि हाम्रो एकजना बहिनीले के छ दाइ भन्दै आइन् मिनी ब्लगको लागि कपाल खोले हिँड झन् हामीले देखिन्छ कि भनेर। कपाल खोलिने नखोलिने अलवेज ब्युटिफुल हुने हाम्रो बहिनी। त्यसपछि हामी बसेर मान्छे कुराम पसल हेर्दै यताउति मान्छे हेर्दै आउनुहोस् कृपया हाम्रो पसलमा आउनुहोस् भन्दै बाहिर सबैले बोलाइरहेको। त्यसपछि जुन सुरुमा कुरा राख्छु भनेको कुरा यस प्रकार रहेको छ। मेरो पसल अझै एक्सपान्ड गर्नलाई मलाई केही रकम लोन चाहिएको छ। त्यही भएर तपाईँ कोही ग्रो मोरमा जोडिनलाई थोरै मलाई हेल्प गर्नलाई इन्ट्रेस्टेड हुनुहुन्छ भने कृपया डीएम गर्नु होला मेसेज गर्नु होला। आजमा पैसा दिएर रकम दिएर या मसँग जोडेर मलाई सहयोग गर्न सक्नुहुन्छ तपाईले। त्यही भन्दै आजको मिलो खबर गाइस बाइ बाइ।